नमस्कार, स्वागत छ यहाँलाई डिजिटल युट्युब नेपालमा। साथीहरू, आज चाहिँ हाम्रो यहाँ सर आउनुभएको छ। उहाँको चाहिँ च्यानल मोनेटाइजेसन भइसकेर चाहिँ हामीसँगै च्यानल मोनेटाइजेसन गराउनु भएको हो र उहाँको फाइनल चाहिँ गुगल एडसेन्स पिन पनि आइसकेको छ र उहाँ पिन भेरिफाई गर्नको लागि चाहिँ पिन लिएर आइसक्नु भएको छ हाम्रो आरके सर। र तपाईँको च्यानलको नाम के रहेछ? आरके तामाङ अफिसियल। ल, आरके तामाङ अफिसियल उहाँको च्यानलको नाम हो। सबैले हेरेर लाइक सब्सक्राइब सेयर गरिदिनु होला। र उहाँको चाहिँ मोनेटाइजेसन फुल्ली भइसकेको छ र गुगल एडसेन्स पिन पनि आइसकेको छ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँ देखाइदिनुहोस् त। यहाँ उहाँले चाहिँ यहाँ गुगल एडसेन्स पिन पनि लिएर आइसक्नु भएको छ। अब हामी यहाँ चाहिँ नि पिन भेरिफाई गर्छौँ र ब्याङ्क एकाउन्टहरू पनि लिङ्क गर्छौँ होइन। र यहाँ देख्न सक्नुहुन्छ उहाँको नाममा यहाँ आइसकेको छ र यो चाहिँ 14 जुलाई 2026मा आइसकेको छ। हिजो आइपुग्यो। र यदि तपाईँहरू पनि यो चाहिँ मोनेटाइजेसन गर्न चाहनुहुन्छ, गुगल एडसेन्स पिन भेरिफाई गर्न चाहनुहुन्छ, फुल्ली भेरिफाइड गरेर ब्याङ्कमा आफ्नो ब्याङ्क एकाउन्टहरू लिङ्क गर्ने सबै गर्न चाहनुहुन्छ एडसेन्स सम्बन्धी, युट्युब सम्बन्धी भने हामीलाई कन्ट्याक्ट गर्नु होला। तल दिएको वाट्सएप नम्बरमा कल अथवा मेसेज गर्नु होला है त। र हाम्रो यहाँ आरके सर आउनु भएको छ। ल, तपाईँलाई धेरै धेरै बधाई छ, धन्यवाद। र हामीलाई यसरी साथ सपोर्ट माया गरिदिनु भएकोमा, हामीलाई पनि ट्रस्ट गरिदिनु भएकोमा है हजुर, तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईँहरूलाई पनि धन्यवाद, किनकि मेरो पहिला पनि 2टा च्यानल बिग्रिसकेको होइन। आफैले गर्न खोज्दा बिग्रेर नबनेको कारणले यहाँ आएर नयाँ च्यानल बनाएर अनि त्यसपछि मोनेटाइज गराएर अनि त्यसपछि अनि गुगल एडसेन्स पिन अप्लाई गरेर पनि गुगल एडसेन्स पिन आइसकेको छ। पिन भेरिफिकेसन गर्नलाई पिन पनि आइसकेको छ। त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। ल, हजुरलाई पनि धेरै धेरै बधाई छ है त। ल, अब राम्रो राम्रो भिडियो हालेर उ गर्नु होला। अब हामी भेरिफाईतिर लागौँ है त। हुन्छ। ल, यसलाई चाहिँ च्यातेर भित्र यसको 6वटा कोड हुन्छ, 6वटा पिन हुन्छ। यो पिनलाई चाहिँ गुगल एडसेन्समा गएर भेरिफाई गरिन्छ है त। यति च्याते पुग्ने हो कि के हो? ल, पुग्ने रहेछ यति च्याते। ल, हाल्न सक्नुहुन्छ। यहाँ चाहिँ 6वटा पिन आइसकेको छ होइन। अब यो पिन हालेर चाहिँ च्यानल भेरिफाई गरिन्छ। अनि त्यसपछि ब्याङ्क एकाउन्टहरू, आफ्नो डिटेलहरू, आफ्नो एड्रेसहरू चाहिँ भेरिफाई गरिन्छ है त साथीहरू। ल है त, सबैजनाले साथ दिएर हेरिदिनु होला। ल, यदि उहाँले जसरी यसरी नै गुगल एडसेन्स पिन चाहिँ ल्याएर चाहिँ भेरिफाई गर्न चाहनुहुन्छ भने तपाईँहरू तुरुन्त हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। ल, केही 2 शब्द भनिदिनु सर। अब त्यही हो, एकदम खुसी छु धेरै मेहनतपछि र तपाईँहरूको साथ सपोर्टपछि मैले चाहिँ यो पिन अप्लाई गरेर पिन आइसकेको छ। अब यो पिनलाई चाहिँ आफ्नो च्यानलमा भेरिफाई गरेर ब्याङ्क एकाउन्ट डिटेलहरू चाहिँ, आफ्नो एड्रेसहरू चाहिँ भेरिफाई गर्दैछु। र यो भेरिफाई गर्न पनि यसको प्रोसेसहरू बताइदिनु एकचोटि, के कसरी आउँछ भनेर। यसको प्रोसेस भनेको अब तपाईँको युट्युब च्यानल बनाउनु पऱ्यो। युट्युब च्यानल बनाएर आफ्नो भिडियोहरू के कन्टेन्टहरू गर्नु पऱ्यो। कन्टेन्टहरू के छ आफूले मेहनत गर्नु पऱ्यो। अनि त्यसपछि मोनेटाइज हुनु पऱ्यो। मोनेटाइज भएर $10 पुगेपछि $10 चाहिँ पुऱ्याउनु पऱ्यो। $10 पुगेपछि अनि तपाईँहरूको यो गुगल एडसेन्स पिन अप्लाई गर्ने आउँछ। अनि त्यसपछि अप्लाई गरेर तपाईँको 2 देखि 3 हप्ताभित्रमा तपाईँको यो गुगल एडसेन्स पिन आइपुग्छ। अनि त्यसपछि भेरिफाई गर्ने। ल, तपाईँहरू पनि $10 पुगेको छैन भने तुरुन्त कन्ट्याक्ट गर्नु। हामी पुरा आएर चाहिँ पिन भेरिफाई गराउनेछौँ है। तपाईँहरूको एकदम के अरे सर्भिसको लागि तम तयार भएर हामी बसेका छौँ। के तपाईँहरू पनि आफ्नो काम व्यवसायले गर्दाखेरि यो गर्न भ्याइरहेको छैन भने हामीलाई दिनु होला। हामी केही चार्ज लिनेछौँ, काम गरेको बाबत केही चार्ज लिएर चाहिँ काम गरिदिनेछौँ है त साथीहरू। ल, अब हामी चाहिँ भेरिफाई गर्दैछौँ है त।
ल हाम्रो सरले यहाँ गुगल एड्रेस पनि भेरिफाई गर्दै हुनुहुन्छ है आफैले गर्दै हुनुहुन्छ हामी तपाईँहरूलाई यहाँ कसरी गर्ने भन्ने स्टेप बाई स्टेप सिकाउने मलाई पनि तपाईँहरू थाहा छैन, मैले एड्सेन एकाउन्टमा जानु पहिला एड्सेन एकाउन्टमा एड्सेन एकाउन्टमा जानुहोस् यसमा रेटमा आइरहेछ नि आम्मा $10 जसमा $59 $59 आएछ यार लगभग $11 पुग्नु भेरिफाई एड्रेस यहाँ हाल्ने त्यहाँ हाने पनि हुन्छ त्यहाँ हाने पनि हुन्छ माथि तपाईँ यहाँ ट्रिपल स्ल्यासमा गएर पेमेन्टमा जाने पेमेन्टमा गएपछि त्यहाँ थिच्नु त अब त्यो एड्रेस भेरिफिकेसन चेकमा जाने त्यसपछि यहाँ तपाईँको यस्तोहरू देखाउँछ भइहाल्ला 45 42 75 यो चाहिँ 3 चोटि मिस्टेक भयो भने बिग्रियो होइन त 45 42 75 अब सबमिट होइन त अहिले भइहाल्छ यो इन्स्ट्यान्ट हुन्छ क्या ल कम्प्लिट भयो फाइनली फाइनली चाहिँ यहाँ गुगल एड्रेस कम्प्लिट भइसकेको छ यहाँ त्यहाँ खै यता पनि देखाइदिनुहोस् त सर अब करोडौँ पैसा आउँछ नि युट्युबबाट छ ल उहाँको चाहिँ गुगल एड्रेस पिन चाहिँ यहाँ आइडेन्टिटी भेरिफाई कम्प्लिट गुगल एड्रेस भेरिफिकेसन पनि कम्प्लिट भइसकेको छ है साथीहरू ब्याङ्क डिटेलहरू हालौँ त सर सबै चाहिँ भेरिफिकेसन भइसकेको छ होइन र जानु त अब केमा जाने सर अब यहाँ ट्रिपल स्ल्यासमा जानु पेमेन्ट इन्फोमा पेमेन्ट इन्फो युट्युब नेपाल ठिक छ होइन ल तल सार्नु त हो त्यो एड पेमेन्ट मेथडमा जानु एड पेमेन्ट मेथड ब्याङ्क एकाउन्ट एड यसरी गर्ने साथीहरू यहाँ हेर्नुहोस् यहाँ चाहिँ अब उहाँ सरलाई भने एड न्यू डिटेल होइन त एड न्यू वायर ट्रान्सफर चेकमा होइन वायर ट्रान्सफरमा तलकोमा हो यसमा वायरमा थिच्ने होइन ल ठिक छ अब यहाँ ब्याङ्क नेम हाल्नु पऱ्यो होइन माथिको नाम हान्नु न पहिला ब्याङ्क यहाँ नेम अन ब्याङ्क एकाउन्ट नाम हान्नु ब्याङ्क एकाउन्टमा जे छ त्यही नाम मेरो नाम हजुर ल होइन अब यहाँ ब्याङ्क नेम ब्याङ्क नेम हान्नु एनआइसिएसिया छ त्यही हालौँ न होइन एसिया ब्याङ्क एनआइसिएसिया ब्याङ्क होइन अनि स्विफ्ट कोड हान्नु त यसको कोड त अब गर्नु पऱ्यो होइन एनआइसी एनपिके 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 एनआइसी एनपिके 8 भयो होइन 2 4 5 6 7 8 अब एकाउन्ट नम्बर हाल्नुहोस् लास्टमा एकाउन्ट नम्बर दुइटैमा हाल्नुपर्छ दुइटैमा हाल्नु पऱ्यो होइन अब एकाउन्ट नम्बर त हेर्नु पर्ने हुन्छ त फेरि हेर्नु भयो एनआइसी7 ठिक छ यति भएपछि भयो थिच्नु त त्यहाँ म्यानेज पेमेन्ट मेथड ठिक छ प्राइमरी ठिक छ अरू केही एड्रेस हाल्नु परेन होइन केही हाल्नु परेन अब यहाँ के आइरहेछ हेर माथि एक्सनमा एक्सन ठिक छ त्यो हट्छ भरे भोलिसम्म हट्छ यति नै होइन त फाइनली ब्याङ्क एकाउन्ट पनि उहाँको फाइनल ब्याङ्क एकाउन्ट पनि लिङ्क भइसकेको छ गुगल एडसेन्स पिनमा र साथीहरू तपाईँहरू पनि गुगल एडसेन्स पिन भेरिफाई गर्न चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ तल दिएको वाट्सएप नम्बरमा कल अथवा मेसेज गर्नुहोला हस् त धन्यवाद च्यानललाई सब्सक्राइब गरिदिनु भिडियोलाई लाइक गरिदिनु सेयर गरिदिनु है त हस् धन्यवाद बाई बाई